दुई चारजना मन्दबुद्धिहरूले मलाई सोधिरहेको थिए नारुतोको बेरेन मोडले जित्छ कि बोरुतो टु ब्लू भोटेक्सको चाहिँ बोरुतो है फेरि पिक भर्जनवाला दुइटैको पिक भर्जनलाई लिने भने चाहिँ ब्याटल अलिक काटेका भन्छ नि त्यस्तै हुन्छ सो दिल थामेर बस म तिमीहरूलाई विकनेस र पावर दुइटै भनिदिन्छु अब नारुतोको पिक भर्जन हामीले अहिलेसम्म देखेको भनेको चाहिँ ब्यारन मोड हो अब ब्यारन मोडले कसरी काम गर्छ भन्दाखेरिमा चाहिँ कुरामाको चक्र र नारुतोको चक्रले चाहिँ एक आपसमा मिलेर लिटरली न्युक्लियर फ्युजनको जसरी काम गर्छन् यिनीहरू दुइटा चाहिँ कम्बाइन भएर काम गर्दाखेरिमा जसको चाक्रा सुरुमा सकिन्छ उसको लाइफ पनि सुरुमा सकिन्छ भन्ने एउटा थ्योरी फलो गर्छ यो ब्यारन मोडले चाहिँ अब यसको सबैभन्दा विक पोइन्ट भनेको चाहिँ अफकोर्स टाइम लिमिट हो चाक्रा एकदमै धेरै नै छ भने पनि छिटै सकिन्छ धेरै लास्ट गर्न सक्दैन यो मोड एन्ड अर्को विकनेस चाहिँ यसले चाहिँ बडीलाई दिने प्रेसर हो यसले चाहिँ लिटरली गड लेभलको पावर दिन्छ भने अफकोर्स बडीलाई स्ट्रेन त पर्छ सो इट्स नर्मल एन्ड अब यसको पावरको बारेमा कुरा गर्नु भने चाहिँ यसले चाहिँ इन्सेन्ट फिजिकल एबिलिटी दिन्छ एकदमै ठुलो रिफ्लेक्सन बबालै रिफ्लेक्सन दिन्छ एन्ड तिम्रो पावर लेभल लिटरली नारुतोले इसिगी जसले चाहिँ नारुतो र सास्केलाई एकैचोटिमा धानिराखेको थियो नारुतोले कुकुरलाई पिटे जसरी पिटेछ इसिकेलाई भनेपछि यु क्यान जस्ट इमेजिन हाउ मच पावर इट गिभ्स के